भ्रष्टाचार कुशासनले आज देश आक्रान्त छ मात्र होइन, हाम्रो भविष्य, हाम्रो भावी सन्ततिको भविष्य समेत अन्योलग्रस्त बन्दै गएको छ। यस्तो बेला देशको अस्मिताको रक्षाको लागि सबै देशभक्त शक्तिहरू, राष्ट्रवादी शक्तिहरू एक ठाउँ आउन जरुरी छ। अहिले प्रजातन्त्रको नाममा, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको लुटतन्त्र र निरङ्कुशता हावी भइराखेको छ, त्यसको अन्त्यको लागि हामी बाहेक देशमा अर्को कुनै विकल्प र शक्ति छैन। अहिले सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ। त्यसकारण म सबै देशभक्त शक्तिहरूलाई आग्रह गर्न चाहन्छु, सबै प्रकारका आग्रह पूर्वाग्रहहरू त्यागेर एक ठाउँ बसेर देशलाई निकास दिन अगाडि बढौँ। यो कार्यको लागि फेरि पनि दोहोऱ्याउँछु, राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ। हाम्रा साथीहरू जसले राष्ट्र संस्थाको पक्षमा आवाज उठाउनुभयो, उनीहरूलाई खोजी खोजी आज कस्टडीमा राखिएको छ। मानवाधिकारका कुरा गर्ने, लोकतन्त्रका कुरा गर्नेहरूले अस्ति चैत 15 गते मानवाधिकारको कसरी खिल्ली उडाए, लोकतन्त्रको खिल्ली कसरी उडाए, त्यसको साक्षी हामी आज ठीक ढङ्गले चल्न नसक्दाखेरि यी सबै प्रकारका अन्यायहरू, यी सबै प्रकारका निरङ्कुशताहरू सहन बाध्य जस्तो भएका छन्। त्यसकारण म फेरि पनि आग्रह गर्छु, यस प्रकारका अलोकतान्त्रिक मानवाधिकार विरोधी गतिविधिका विरुद्ध हामीले सशक्त गतिविधिहरू अगाडि बढाउन जरुरी छ। त्यसका लागि योजना, रणनीति निर्माण गर्न जरुरी छ। यसका लागि हामी सबै एक ठाउँ बसेर यो लोकतन्त्रको नामको लुटतन्त्रका विरुद्ध जुटौँ। हाम्रा साथीहरू जो थुनामा हुनुहुन्छ, उहाँहरूको रिहाई र चैत 15 गतेको घटनाको न्यायिक छानबिनको लागि सशक्त दबाव सिर्जना गरौँ। मैले संसदमा पनि भनेको छु, सार्वजनिक सभाहरूमा पनि भनेको छु कि जबरजस्त चैत 15 गतेको घटनालाई राजावादीहरूको हिंसात्मक प्रदर्शन भनेर भाष्य निर्माण गर्ने प्रयास भयो। मैले सधैँ प्रश्न गरेको छु, त्यो राजावादीहरूको प्रदर्शन हिंसात्मक थियो भन्नको लागि आजको दिनसम्म प्रहरीले प्रदर्शनकारीहरूबाट कतिवटा बन्दुक पक्र्यो, कतिवटा खुकुरी पक्र्यो, कतिवटा लाठी पक्र्यो। मैले बारम्बार प्रश्न गरेको छु र संसदमा पनि प्रश्न गरेको छु, 746 राउन्ड भन्दा बेसी अश्रु ग्यास, त्यो पनि म्याद सकिएका अश्रु ग्यासका सेलहरू प्रहार गरियो। त्यो अश्रु ग्यास के प्रदर्शनकारीहरूले प्रहार गरेको हो? विभिन्न प्रकृतिका 250 राउन्ड भन्दा बेसी गोली चलाइयो, त्यो के प्रदर्शनकारीहरूले चलाएको हो? यो सबै छानबिनको विषय हुनुपर्छ। आज प्रदर्शन स्थलमा मात्र होइन, प्रदर्शन स्थल भन्दा धेरै पर रहेको र प्रदर्शनसँग कुनै सम्बन्ध नभएका रेबिका खत्री जस्ता निहत्ता मानिसहरूलाई आफ्नो घरको ढोकामा छिर्दा छिर्दै गोली लागेको छ। त्यो कसले हानेको र किन हानेको? यो सबै घटनाले सरकार
कति आत्तिएको छ, कति निरङ्कुश छ भन्ने कुरा सार्वजनिक भएको छ। त्यसकारण यी सबै विषयको न्यायिक छानबिन हुनुपर्छ र त्यसका लागि न्यायिक आयोग गठन हुनुपर्छ। यो न्यायिक आयोग गठन नभएसम्म, हाम्रा साथीहरू रिहाई नभएसम्म हामीले हाम्रा कार्यक्रमहरू अगाडि बढाइराख्नुपर्छ मात्र होइन कि हामीले हाम्रो मूल मुद्दा राज संस्था, हिन्दू राष्ट्र पुनर्स्थापना, संहिता खारेजी जस्ता विषयहरू जबसम्म हामीले टुङ्गो लगाउँदैनौँ त्यति बेलासम्म हामी आन्दोलित भइराख्नुपर्छ र हामी निरन्तर रूपमा अगाडि बढिराख्नुपर्छ। यसको लागि म फेरि पनि भन्छु, राप्रपा सबैसँग सहकार्य गर्न, छलफल गर्न तयार छ र आज म धेरै भन्दिनँ। मेरो तर्फबाट, पार्टीको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्छु र आमन्त्रण गर्नुभएकामा राप्रपा नेपालका अध्यक्ष कमल थापाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। एडमिशन ओपन जुम ब्युटी एकाडेमी, नेपालकै नम्बर 1, 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। सबै खबर सबैका लागि।